तोरी उत्पादक गर्ने किसान दाजुभाइ दिदीबहिनीले 100% तोरीको पकाएर तोरी उखाल्छु भन्यो भने त्यो किसानको उत्पादन चाहिँ पछि के हुन्छ भने धेरै पाकेको खुरिएको तोरी चाहिँ यो स्याटरिङ लस भन्छ, यसरी कोसा फुट्ने र तोरीको दाना चाहिँ मसिनो हुन्छ, छिटो नोक्सान हुन्छ। त्यस कारणले तोरी चाहिँ लगभग 80% भन्दा माथि पुगेछ भने अब चाहिँ तोरी अब उखाल्दा हुन्छ। अब यहाँले तोरी उखाल्दा हुन्छ र तोरी उखालिसकेपछि तपाईँले तोरी उखाल्ने र उखालिसकेपछि यसलाई चाहिँ लाइनमा यत्रो यत्रो आँठा बनाएर लाइनमा यसलाई चाहिँ 4 दिन जति यहीँ खेतमै हावा र यो तपाईँको सूर्यको प्रकाशले चाहिँ यसलाई यो कोसामा भएको हरितपन छ नि, हरियोपन, यो बिस्तारै यसको डाँठमा भएको पोषण तत्त्व चाहिँ कोसामा जान्छ। त्यसपछि यो कोसा चाहिँ फुट्ने डर हुन्छ कि छिट्टै हामीले लगेर चाहिँ दाउँदाखेरि काँचो हुन्छ नि त। यो नपाकेको त अझै तपाईँको तोरी यो काँचो हुन्छ। यो तुरुन्तै लगेर थ्रेसरमा दाउने चलन छ। त्यो गर्दाखेरि के हुन्छ भने काँचो तोरी फुटेर तेल निस्किन सक्छ। त्यसले गर्दा चाहिँ यहाँहरूले के गर्नुपर्छ त भन्दा यो उखालेर चाहिँ 4 दिन जति यही लाइनमा सुक्न दिने। त्यसपछि